नमस्कार। आज म तपाईँहरूसँग एउटा गम्भीर प्रश्न राख्न चाहन्छु। किन नेपालका नेताहरू भोट माग्न जाँदा रातो टिका लगाउँछन्, सनातनी पहिरन लगाउँछन्, मन्दिर मन्दिर धाउँछन्, भगवानको नाम लिन्छन्, तर जब कुरा आउँछ हिन्दू सनातन राज्यको धर्म, संस्कार र पहिचानको, तब उनीहरूको मुख किन बन्द हुन्छ? यो के हो? यो श्रद्धा हो कि स्वार्थ? यो आस्था हो कि अभिनय? आजको भिडियो यही दोधारे मानसिकताको विरोध हो र यो भिडियो हामी सबैका लागि होसियारी हो। नेपाल केवल एउटा भौगोलिक देश मात्र होइन, नेपाल सनातन सभ्यताको जिउँदो इतिहास हो। यहाँका मन्दिर, तीर्थ, पर्व, संस्कार हजारौँ वर्षदेखि हाम्रो अस्तित्वसँग गाँसिएका छन्। तर आज हामीले के देखिरहेका छौँ? धर्मलाई भोटको हतियार बनाइएको छ, चुनावको नाटक बनाइएको छ र जितिसकेपछि भुलिने विषय बनाइएको छ धर्म। नेताहरू चुनावमा भन्छन्, हामी सबै धर्मको सम्मान गर्छौँ। तर प्रश्न उठ्छ, यदि सबै धर्मको सम्मान हो भने हिन्दू राष्ट्र भन्न डर किन? सनातन राज्य भन्न लाज किन? हामीलाई धर्मनिरपेक्षको नाममा धर्मविहीन बनाउने प्रयास गरिँदैछ। धर्मनिरपेक्ष भनेको धर्म मेट्नु होइन, धर्म दबाउनु होइन, तर नेपालमा धर्मनिरपेक्षलाई हिन्दू पहिचान मेट्ने औजार बनाइएको छ। यो संयोग मात्र होइन, यो योजनाबद्ध मानसिकता हो। दर्शकवृन्द, हामीले बुझ्नुपर्छ, धर्म र राजनीति अलग हुन सक्छ, तर धर्मबाट राज्यको आत्मा अलग गर्न सकिँदैन। राजा हुँदा नेपालको पहिचान थियो, राजा हुँदा धर्म सुरक्षित थियो, राजा हुँदा विदेशी हस्तक्षेप सीमित थियो। राजा देवता होइनन्, तर राजसंस्था नेपालको मौलिक संरक्षक थियो। आज राजसंस्था हटेपछि के भयो? अस्थिरता, भ्रष्टाचार, विदेशी एजेन्डा, धर्ममाथि प्रहार, जात जातिमाथि विभाजन हो। यही सत्य हो र यसलाई स्वीकार गर्न सक्नुपर्छ। हामीलाई साहस पनि चाहिन्छ यो स्वीकार गर्नको लागि। आज हामी राजासहितको हिन्दू सनातन राज्य माग गरिरहेका छौँ। यो माग कसैको विरोधमा होइन, यो माग कुनै धर्ममाथि आक्रमण होइन, यो माग आफ्नो पहिचान जोगाउने हो, आफ्नो संस्कार बचाउने हो, आफ्नो भविष्य सुरक्षित गर्ने हो। यदि हामी आज मौन बस्यौँ भने भोलि हाम्रो सन्तानले सोध्नेछ, हाम्रो देशको आत्मा कहाँ गयो? र त्यो प्रश्नको उत्तर हामीसँग हुने छैन। अब समय आएको छ नेताको टिकामा होइन, नीतिमा विश्वास गर्ने, मन्दिर धाएको फोटोमा होइन, संविधानमा धर्मको स्थान खोज्ने, भाषणमा होइन, व्यवहारमा सनातन देख्ने। हामी चेतावनी दिन चाहन्छौँ, हाम्रो धर्मलाई भोटको खेलौना नबनाउनुहोस्, हाम्रो आस्थालाई नाटक नबनाउनुहोस्। यदि साँच्चै सनातनी हो भने खुल्ला रूपमा बोल्नुहोस्, हिन्दू राष्ट्र स्वीकार गर्नुहोस्, राज संस्थाको ऐतिहासिक भूमिका स्वीकार गर्नुहोस्। नत्र जनताले पनि अब चिनिसकेका छन्। यो भिडियो नफरतका लागि होइन, यो भिडियो जागरणका लागि हो। तपाईको घर दैलोमा आएका प्रत्येक नेताहरूलाई पहिला सोध्नुहोस्, उसको योजना के हो? हाम्रो पहिचान के हो? हिन्दू अधिराज्यको विषयमा के भन्नुहुन्छ? विश्वको एकमात्र हिन्दू अधिराज्य फेरि स्थापना गर्ने कि नगर्ने? विश्व हिन्दू सम्राट फर्काउने कि नफर्काउने? देश विकास गर्ने कि नगर्ने? यतिखेर सोधिहाल्नुहोस्, एमसिसीको बारेमा के भन्नुहुन्छ? लिपियाधुरा र लिपुलेखको बारेमा के भन्नुहुन्छ? भ्रष्टाचारका थन्किएका फाइल कसरी र कति समयमा खोल्नुहुन्छ? यदि तपाईँ हिन्दू सनातन सभ्यतामा विश्वास गर्नुहुन्छ भने, यदि तपाईँ नेपालको मौलिकता जोगाउन चाहनुहुन्छ भने यो आवाजलाई फैलाउनुहोस्, मौन नबस्नुहोस्, सचेत बनौँ। जय सनातन, जय नेपाल।